फेरि पनि हजुरलाई स्वागत छ मेरो नयाँ ब्लगमा। सो going to Barabise. So राइडर छ, मैले चाहिँ प्राइभेट राइडर राखेको छु है। सो हामी चाहिँ यहाँबाट त्यस्तै कति किलोमिटर छ भाइ? यहाँबाट समथिङ 15 किलोमिटर आज चाहिँ हामी 15 किलोमिटर जति माथि बाराबसीतिर गएर रमाइलो गरेर फर्किन्छौँ। If you guys wants to join me and enjoy the video, आजको भिडियो चाहिँ एकदम रमाइलो हुनेछ है, सबैजनाले अन्त्यसम्म हेरिदिनु होला। सो अहिले चाहिँ हामी पेट्रोल पम्पमा छौँ पेट्रोल हाल्नलाई। सो हामी चाहिँ यहाँ चाहिँ पेट्रोल हालेर चाहिँ साथीहरूलाई भेट्छौँ अनि त्यसपछि चाहिँ हामी सँगै जान्छौँ। Finally we meet everyone here. हामी चाहिँ अब लगभग 6 जना जति छौँ। 3वटा बाइक स्कुटी भन्छ नि होइन, यहाँ अगाडि भने हाम्रो पछाडि आउँदैछ एकजना जस्तो। एकदम रमाइलो हुनेछ। Don't miss the video. We are at Barabise. अनि अलिकति ठुलो बाइकको बजार छ। सिम निकाल्ने कहाँ हो त अनि यहाँबाट बटेको सिम लाने फेरि Well, chita गाडी आइसक्यो। So we get up from the bike because road is little bit dangerous. Construction भइरहेको रहेछ है, रोड राम्रो बनाउनु लागेको रहेछ। विकास हुनुपर्छ, नेपालको गभर्नमेन्टहरूले अलिकति राम्रो गर्नुपर्छ। तर पनि राम्रो मान्छेलाई चाहिँ फेलिरहेको छ, जस्तै हाम्रो कुमान घिसिङ। निस्किने बित्तिकै बत्ती गयो। वाइ So now I am walking. यो भने स्कुटरले चाहिँ अलिक तानेन है, बाटोको हालत यस्तो छ। You guys can see तानेन है, त्यो हेर्नै पर्यो। So guys, see you guys। यो खानालाई नि कति दुःख गर्नुपर्ने रहेछ है। मेरो पसिना हेर्नुहोस्। I'm sweating a lot.
हेलो टायर काटे सो बाटो चाहिँ एकदम डेन्जर रहेछ है अब टायर सायर चाहिँ घातुत हुने रहेछ आउँदा आइपुगिसक्यौँ हामी यहाँ Oh my god. So finally we reached here at a trout farm, but we heard that they won't cook now, so we are disappointed with these things. So here we are. कस्तो भयो त आजको राइड वाह राइको तपाईँ माछा पकाएर खानु पर्ने भयो आज आज माछा पकाएर पाउने गए तपाईँ एक्लै हो यहाँ कस्तो भयो राइड एकदम बाटो त खतरा So let's see what we can do. We will do enjoy and we will go back to Sukhothai. त्यही हो अब आउन आइयो रमाइलो गर्ने हो जाने हो है यहाँ चाहिँ एकदम चिसो हावा आउने रहेछ वाउ एकदम जङ्गलको बिचमा है फार्म चाहिँ त्यहाँ छ I will show you the fish afterwards. I will do some rest and here is the place. So guys, finally we can eat trout in here. है हामीले चाहिँ trout यही खान पाउने भयौँ किन भन्दाखेरि we request him a lot and उहाँले पनि बनाइदिनु त हुन्छ भन्नुभएको थियो तर टमाटो नभएर चाहिँ उ गरेर रहेछ त्यही भएर टमाटर बिना नै हामीले जस्तो बन्छ त्यस्तै खाने अनि जाने प्लान भयो किनभने हामी यहाँ रमाइलो गर्न आएको हामीलाई एकदम मिठो चाहिँदैन कि खान पाए पुग्यो हैन किनभने त्यत्रो दुःख गरेर आएपछि त we can eat how it is. So it's really good here. So we will go and see the trout. Here we go. यहाँ माथि रहेछ र So यहाँ चाहिँ खाली रहेछ है अहिले trout is here. यसलाई कुन माछा भन्छ यसलाई हिले माछा भन्छ होला के भन्छ यसलाई हो हिले माछा भन्छ त्यस्तै कति धेरै धेरै हिलो खाँदैछ कति धेरै हिले माछा यस्तो धेरै हुन्छ It's really nice. पानीको एकदम बवाल पथर हेरौँ पथर कति तर यस्तो छोटो ल्याएर हान्दिउँ कि क्या हो लाइट उठ्दै छ टिपेको राम्रो भएको छ यहाँको भ्यू चाहिँ यस्तो छ है टक्क यहाँ माथिदेखि सर्र हुँदै 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 यहाँ आएर यहाँ आउँछ Well, you guys can see my close weights. Okay, we'll take them because we cannot eat here because they are not providing as cooking because there is not much stuff. उनीहरूले चाहिँ यहाँ पकाएर चाहिँ दिनुहुन्न अरे किन भन्दाखेरि चाहिँ यहाँको स्टाफहरू चाहिँ छैन रहेछ सो हामीहरू पकाएर उपुडाइदिन्थ्यो हामी पकाउन we will check them. अझै पानी सफा रहेछ So I'm catching trout now. Here it is. Now I'm releasing them.
बिकज यो चाहिँ हाम्रो हल्का बडी भयो सो मैले चाहिँ यसलाई छोडिदिँदैछु गो 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 केटा हो जानु निकाल न जाओ जाओ यसको चाहिँ काट्ने तरिका चाहिँ कैँचीले काट्दो रहेछ कि त अहिले होइन काट्ने तरिका नै यस्तो दामी रहेछ नि त कहिलेकाहीँ पानी सानी पर्यो भने यसो मिलाउनु पर्यो भने त गाह्रो हुन्छ पानी सानी मिलाउनु त बर्खामा त दुईजना हुन्छ आजकल त पानी मिलाउनु पर्यो होइन त्यो दाना हाल्यो होइन दाना हाल्ने अनि पोखरी अलिअलि सफा यो कति महिनामा यत्रो हुन्छ र यो असारको असारको हो असारको 4 गते हाल्ने असारको 4 गते हाल्यो जेठमा हाल्यो 8-9 महिना खासै त नबन्नु रहेछ है दाना गनाउनु रहेछ यिनीहरू खानु नहुनेले हो मिठो हुन्छ है मिठो हुन्छ खानु भएको छैन खानु त अर्को डाल्दा लिउँछु भने क्या तपाईँको लिउ त खाँदैन खान्छ स्यालले आएर खान्छ बाघ पनि आउँछ भने यहाँ त बाघ पनि गराउँछ नि त्यो पारितिर तपाईँ एक्लै बस्नुहुन्छ यहाँ एक्लै माथि टेमालो पनि म एक्लै त So guys, finally all clean है एकदम क्लिन बनाइसकेको छ यसलाई चाहिँ किचनमा लान्छौँ हामी बलेर मैले हालेर ल्याइदियो दुईटा बलेर चाहिँ I don't wanna tie you up now. I don't wanna do the thing. I don't wanna have you, baby. I just wanna have a fling. I wanna go down, stay, kissing your feet and you make me crazy. पाकिसक्यो So we will show you the process how he make चाहिँ पाक्दैछ है त पाक्दैछ यहाँ रेडी भइसक्यो अब हामी लगेर यसलाई खान्छौँ So guys, finally we will be drinking है यस्तो हो हामीले जे खान्छौँ गर्छौँ त्यो सबै देखाउने हो लजाउनु परेन डराउनु परेन है त किनभने इट्स आवर लाइफ वी वान्ट टु इन्जोय होइन त केटा हो हाम्रो यो चाहिँ आज बियर पार्टी के छ पुरै चार्ज हो तपाईँ चार्ज हुनु चाहिँ चाल्दै हो यहाँ So guys, अहिले चाहिँ हामी हैन माछा पकाइरहनु भएको छ वी आर वेटिङ है सो अहिले चाहिँ यहाँ केटाहरू चाहिँ रमाइलो गरिरहेको छ लेट्स सी राजलुटी ठुला ठुला खा तिर बनि बस्यो दिलयमा ओके एकछिन 1 2 3 यहाँ राख्नु होइन खाली चाहिँ यहाँ राख्नु पर्यो है हाम्रो दाइले चाहिँ बनाइदिनु भएको है खानुहुन्न दाइले चिसो चिसान ल everyone is enjoying with smiley face है सर्क्यो के मलाई माछा अरूलाई चाहिँ अड्किन्छ भन्छ तर मलाई सर्क्यो के आज भने आज सर्केपछि केही खुल्दैन दाइहरूलाई कस्तो भयो दाइ सर्किया चाहिँ होइन मलाई चाहिँ हर्किरहेको छ सो हाम्रो चाहिँ मिठो मिठो गफ गइरहेछ है सो वी विल एडिट एन्ड लेट यु गाइस नो टाउको चाहिँ हैन टाउको त यस्तो खपटामा त खाँदा यार विल बी ब्याक खपटामा त खाँदैछ टाउको सो गाइस अब चाहिँ हामी के गीत गाउँछौँ रमाइलो गर्छौँ है त माछा
भएछौ माया बदेर नसताउ तिम्रो त्यो चाल आज फुलफुली लाग्यो नि हौ जानी भएछौ माया बदेर नसताउ तिम्रो त्यो चाल देख्यो आज फुलफुली लाग्यो नि हौ अब नहेर मलाई बगै लान्छु डोलीमा चढाइ फुलेको फुल उलेर जान्छ मन मेरो जान्दैन देखेको चिनो हराइ जाला यो तन जान्दैन फुलेको फुल उलेर जान्छ मन मेरो जान्दैन देखेको चिनो हराइ जाला यो तन जान्दैन अब फुल गर्ने बानी मलाई अचम्म लाग्यो नि तिम्रो तेराई मुटुमा लाग्यो सकिन साम्न जानी भएछौ माया बदेर नसताउ तिम्रो त चाल आज फुलफुली लाग्यो अब जानी भएछौ माया बदेर नसताउ तिम्रो त चाल देखेर आज फुलफुली लाग्यो कुमारी झर्ने कुमारी झर्ने देवी अमन्त भएर भए जनानी कुमारी झर्ने देव कुमारी जननी देवी अमन्त भए जनानी अब समुद्र पारी झन् कृष्ण समुद्र पारी झन् मुटुमा लाग्यो थकिन साम्ना तिम्रो चाल देखेर आज फुलफुली लाग्यो नि अब जानी भएछौ माया बदेर नसताउ तिम्रो त्यो चाल देखेर आज फुलफुली लाग्यो नि जानी भएछौ कान्छी बाजुलाई म कान्छी जानी भएछौ कान्छी डोलीमा चढाइ जानी भएछौ कान्छी बाजु दिनलाई म कान्छी जाने भएछौ कान्छी डोलीमा चढाइ हामीले चाहिँ 1 किलो चाहिँ लिएर जाने प्लान गऱ्यौँ किन भन्दाखेरि रिसोर्टमा हाम्रो भाइहरू छ दाइहरू छ होइन उहाँहरूलाई पनि यस्तो चखाइदिउँ न त भनेर चाहिँ 1 किलो चाहिँ हामीले लिएर जाँदैछौँ 1 किलोमा 4वटा आछ इट्स बिग एन्ड यु गाइज क्यान सी So guys, if you guys want to try trout, let me know, eh? यता 4-5 तिर माउरेतिर त्यो जर्देउतिर त्यो केमलतिर कता कता तास चिप्लो हुँदै रहेछ है यही कोसीको पानी ताने हो माथि अनि अहिले त अहिले सुसारु भयो होला So guys, पौन्दा 1 किलो लिएर आऊ माछा 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 त्यो 4 इन्चीको एक पाइप छ पैसा हाल्दिनु भन न यो कोइसाको यही ठाडो खर्चको छ अनि बर्खामा के गर्छ बर्खामा तन्नै हुन्छ नि पानी पानी त हुन्छ अनि समय देऊ पछि नि भिडियो बनाऊ भिडियो मेरो त पर्दैन मेरो त पर्दैन म त चिकन उडा न म त बाइकै धान्न नसक्ने भएको छु हो र म त लडाउँछु होला
झन्डै फुटेन मेरो यार So guys, we are heading back to our resort and we need to walk little bit down. त्यही हो बाटोको हालत अलिकति खराब छ but यहाँको गभर्नमेन्टले चाहिँ अलि गरिरहेको रहेछ so I'm happy for that. अर्को पालि आउँदा चाहिँ राम्रो होस् भन्ने मेरो सोच छ है. So अब हामी फर्किन्छौँ है त गाइज. सो गाइज आजको भिडियो यहीँ इन गरिदिन्छु. अब हामी सेम वे जाने हो त्यही भएर फेरि पनि भिडियो नबनाऊँ भन्ने मेरो धारणा भएको कारणले सो वी विल इन माई भिडियो हियर. थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो and I think you guys will love support me. Thank you.